जय जी, यहाँलाई स्वागत छ सम्पूर्ण इन्डियामा। धन्यवाद सबलाई नमस्ते, सबलाई नमस्ते। मैं मोदी साहब से गुजारिश करता हूँ। हेर्नु त राजाले कस्तो गद्दारी काम गरेछन्। के गद्दारी काम गरे? भाइ मारा, सुन तस्कर, गैडा तस्कर। यस्ता हावा कुरा तिमीले देखाछौ? नहीं। 7-8 अर्ब दुर्गा प्रसाईले नामी नगरेर तिमीले देखाछौ? नहीं। आरोप त्यही छ। अनि तिमीले मलाई मेडिकल माफिया भन्छ उहाँलाई। तिमीले देखाछौ? त्यही आरोप लगाएर यही प्रश्न दुर्गा प्रसाईलाई गरेर सोध्न सक्छौ? नहीं। अनि तिमीले राजालाई पनि के भन्यो? मूर्ति चोर्ने, ऊ भाइ माराले भन्यो। तिमीले राजालाई गरेर सोध्न सक्छौ यो कुरा? त्यही आरोप लगाइरहेछन्। त्यही आरोप छ। तो उससे मेरा क्या फायदा? दर्शकबिन नमस्कार अनि हार्दिक स्वागत छ। आज हामी विशेष गरी पछिल्लो राजनीतिक समसामयिक विषयमा हामी कुराकानी गर्नेछौँ। कुराकानी गर्नको निम्ति यतिखेर हामीसँग हुनुहुन्छ नायक जयकिशन बस्नेत हुनुहुन्छ। के बोले भाइ? अब के बोले? अब दर्शकबिन हामी उहाँसँग कुराकानीमा जोडिन्छौँ। जय जी, यहाँलाई स्वागत छ सम्पूर्ण इन्डियामा। धन्यवाद सबलाई नमस्ते, सबलाई नमस्ते। साहब से गुजारिश करता हूँ। छैन संयोग फिल्म मान्छे मै छैन। भोग्रो फुलाएर बस्नु पर्छ। अनि फिल्म बनाउनु पर्छ नि त तपाईँले पनि। फिल्म बनाएकोले चल्नु पर्यो नि। यहाँ फिल्म मात्र चल्छ। कुनै 100वटा फिल्ममा 2-4वटा फिल्म चल्लियो। त्यही भएर त यही पिताम्बर भन्दा छु त। कृष्ण चौलागाईले करोडौं लगानी गर्नुभएको छ पिताम्बरमा। चैत्र 29 गते हेरिदिनुहोस् भनेर हात जोड्दैछु। अनि के तैँले मेरो चित्त दुखाछस्। अब राजा आएपछि पिताम्बर फिल्म सम्बन्धी सब कायपलट हुन्छ। आधार के छ? कहाँ हुन्छ? 25 नेपाली फिल्म चल्छ। अहिले चल्छ फिल्म हेर्ने मान्छे फिल्म चलेका छैनन्। यो अहिले गएन। अहिले यो सारङ्गी एउटा चलाएको थियो होइन? सारङ्गी पछि जति फिल्म छ नि त्यो सरसर्ती हेर्दा होइन सबै फिल्म चलिरहेको छ। हरेक निर्माणले दर्शकले मान्छे चाहेको छन् भन्ने कुरा त्योतिर ध्यान नदिएर नि आफै मन परी बनाएर चल्छ त। आफ्नो मान्छे हलमा लाग्ने अनि भिडियो खिच्ने त्यसपछि भिडियो देखाएर अनि जनतालाई भ्रम छैन नि। चलिरहेको छ। त्यही भएर राम्रो फिल्म चल्नुपर्छ भन्ने मेरो मान्यता हो। त्यसरी नै राजाको क्रेजमा पनि तपाईँले भ्रम छर्नुभयो क्या? लाखौँ मान्छे छन् भनेर गफको कुरा होइन। राजा एयरपोर्टमा आउँदाखेरि उहाँलाई स्वागत गर्ने मान्छे लाखौँ थियो र कोही मान्छेले त्यो ड्रोनले गर्ने भन्ने मान्छे मेरो अगाडि ल्याएर राख्न हामीले डिबेट गरौँ। उहाँले कसरी उसको त्यो मान्छेको ड्रोन कुन टाइपको रहेछ त्यो ड्रोन हेर्न मन लागिरहेछ कि ड्रोन हेर्न मन लागिरहेछ। ड्रोनलाई होइन भुइँमा बजारेर खुट्टाले होइन कचाक कुचुक होइन कुल्चिन मन लागिरहेछ। अब मान्छेलाई भ्रम छ नि। अब के त तपाईँले एउटा कुरा होइन, म चाहे राजावादी हो चाहे गणतन्त्रवादी हो सबै नेपाली हो क्या। नेपाली मिल्नुपर्छ। चाहे राजावादी हो चाहे गणतन्त्रवादी होस्। देशमा कसैले भ्रष्टाचार गर्छ भने होइन त्यसको विरोध गर्नुपर्छ होइन। तर नचाहिँदो कुरा होइन। राजालाई स्वागत गर्न लाखौँ मान्छे आइरहेछ। 10-12 हजार थियो, 14 हजार थियो, 15 हजार थियो। यो नहुनु। अब गणतन्त्रवादी नेताहरूमा पनि होइन सबै नेता खराब छ भनेर नभनौँ। राम्रा नेताहरू पनि छन्। जयजी अब राजा नै आउँछन् त। एउटा कुरा होइन जुनसुकै आओस् राजा आओस् राष्ट्रपति आओस् मलाई बाल मतलब छैन। होइन हामी गणतन्त्र लोकतन्त्रमा छौँ, संघीयतामा छौँ। हामी अगाडि बढेको त्यही पुरानो बुढो राजा खोज्नु भने देश राम्रो हुनु पर्यो। देशमा कम्तीमा शिक्षा स्वास्थ्य रोजगार हुनु पर्यो भन्ने मेरो माग हो। राजा आएपछि के चाहिँ ग्यारेन्टी छ त? होला कि भन्ने मान्छेहरूलाई पर्यो। त्यही भएर त्यत्रो लाखौँ भेट आयो त। अनि 65-63 आन्दोलन गर्न जानु भएन तपाईँ? 65-63 राजालाई जानु भयो कि तर आन्दोलन म गएको हो। तर मैले किन गएको? ढुङ्गा खानु भयो कि नै? मैले पहिला पनि भनेको छु होइन। त्यो बेलामा राजाले यो संसद नै विघटन गरिदिनु भयो। मोबाइलहरू पनि बन्द गरिदिनु भयो, लाइन काटिदिनु भयो। त्यसपछि जनताहरू ताते। तर 62-63 आन्दोलन पनि होइन राजा फेल्ने आन्दोलन थिएन। यो धर्मको बारेमा आन्दोलन थिएन। के संसद फेरि पुनर्स्थापना हुनु पर्यो भनेर आन्दोलन थियो। तर पछि तिनीहरूले गणतन्त्र ल्याए, यो धर्मनिरपेक्ष बनाए, संघीयतामा लगे। अहिले संघीयता राम्रो छ भन्ने नेपाली जनता को छ? त्यो खालि छोले झाम्पे मात्र हो क्या। संघीयताले गर्दाखेरि हामी अहिले नेपालमा एउटा बच्चा जन्मिन साथ लाखौँको ऋणमा डुबिरहेछन्। अझ पनि संघीयता भन्ने हामी अब होइन ऋण त राजाको पालामा पनि थियो नि। थियो होला त। अहिले जस्तो 28 खरब 30 खरब त दिन्थेन नि त। अहिले जस्तो जमिन होइन समय परिस्थिति अनुसार बढी भयो। समय बढी भन्नुपर्ने हो नि त।
मान्छे विकासमा चढ्दै जान्छन्, हाम्रो देशै घट्दै आउने त। अनि विकास पनि त भएको छ नि, तपाईँ आँखा देख्नु जस्तै म सहयोग फेला मान्छे अब म गर्ने के त अब कसैलाई के छ यहाँ मतलब छ कसैलाई? मेरो घरमा 5 जना छौँ, हामी 5 जना बेरोजगार छौँ। यहाँ मिडियामा बेरोजगारी सिर्जना गर्नु पर्यो तपाईँ।